सबभन्दा पहिला हङकङमा रहनुभएका आज यो विशेष गरेर नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा व्यावसायिक सोचलाई पनि अक्षुण्ण राख्दै भविष्यमा हङकङमै रहेका नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभा र नेपालमा रहेका नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभासँग सहकारी गर्ने उनीहरूको एल्बम साङ्गीतिक क्रिएसनलाई एउटा राम्रो मार्केटिङ रेकर्डिङ गरेर बजारमा ल्याउने र नेपाली कलामा चाहिँ आफ्नो एउटा सामान्य भए पनि केही योगदान गर्न सकियोस् भन्ने उद्देश्यले खोलिएको हङकङमा दर्ता गरिएको एउटा कम्पनी छ अनश्रित प्रोडक्सन। यस अनश्रित प्रोडक्सन नामक साङ्गीतिक कार्यका लागि चाहिँ खोलिएको यो कम्पनीको चाहिँ आज औपचारिक रूपमा हामी उद्घाटन समारोहको पत्रकार सम्मेलनमा छौँ। सबभन्दा पहिला हाम्रो विनम्र निमन्त्रणलाई स्वीकारेर पाल्नु हुने सम्पूर्ण हङकङवासी आदरणीय नेपाली दाजुभाइ पत्रकार महोदय जसले हङकङमा रहेर पनि नेपाली जनता देश र समाजप्रतिको एउटा दायित्वलाई वहन गर्ने तपाईँहरूले इलेक्ट्रोनिक सेक्टरबाट छापाको सेक्टरबाट आफ्नो अभियानलाई आफ्नो सेवालाई एकदमै राम्रोसँग निर्वाह गरिरहनु भएको छ, आफ्नो कर्तव्य निर्वाह गरिरहनु भएको छ। तपाईँहरू यहाँ उपस्थित भइदिनु भयो, त्यसका लागि तपाईँहरूलाई हिजोदेखि नै एकदम धेरै धेरै स्वागत छ यो कार्यक्रममा पत्रकार सम्मेलनमा। र आज तपाईँहरूको उपस्थितिले हामीलाई पनि अत्यन्त उत्साहित बनाएको छ। र आज म यो अनश्री प्रोडक्सन एचके जुन चाहिँ नेपाली सङ्गीतको क्षेत्रमा भोलि गएर साङ्गीतिक एल्बम उत्पादन गर्ने एउटा नवप्रतिभालाई आफूसँग आबद्ध गराएर उसको क्रिएसनलाई प्रमोट गर्ने र नेपालबाट कलाकार झिकाएर विभिन्न किसिमका इभेन्टहरू गर्ने साङ्गीतिक गतिविधिका सम्पूर्ण सोचले आज औपचारिक रूपमा लन्च गर्न लागि यो अनश्रित प्रोडक्सनको पत्रकार सम्मेलनमा म तपाईँहरूलाई पुनः एकचोटि स्वागत गर्दछु। म गायक शिव परियार। एक हिसाबले आज म यहाँ बोलिरहँदाखेरि यस पत्रकार सम्मेलनमा अनश्री प्रोडक्सनका अनर हुनुहुन्छ उहाँ पिताम्बर गुरुङज्यू, उहाँलाई पनि हजुर। यसपालि एउटा नयाँ कुरा के छ भनेदेखि हामीले अनश्री प्रोडक्सनको ब्यानरमा म आफै सङ्गीतकार भएर म आफू पनि गायक भएर र म लगायत श्रेया सुताङ, मितु पौल, कर्मा शेर्पा जस्ता नेपाली सङ्गीतका एउटा उदाउँदो प्रतिभालाई सम्मिलित गराउँदै हामीले एउटा साङ्गीतिक एल्बम पनि तयार पारेका छौँ जुन चाहिँ अनश्री प्रोडक्सनको पहिलो साङ्गीतिक प्रस्तुति अथवा उत्पादन अथवा साङ्गीतिक एल्बम रहनेछ। त्यस साङ्गीतिक एल्बमका चाहिँ स्रष्टा हुनुहुन्छ सदियौँ वर्षदेखि लगभग आफ्नो यौवनाकालदेखि नै नेपाली साहित्य नेपाली गीत सङ्गीतको क्षेत्रमा रुचि भएर पनि विविध कारणले गर्दाखेरि आफ्नो इच्छालाई चाहिँ यथार्थमा परिणत गर्न नसक्नु भएको र आजको दिनमा आएर यो अनुकूलता मिलेर अनश्री प्रोडक्सनको उत्पादनमा चाहिँ आफ्नो भावनालाई आज साङ्गीतिक एल्बमको रूप दिएर बजारमा ल्याउन सफल एकजना मफसलमा रहेकी स्रष्टा भन्नुपर्छ। हिजो उहाँ मफसलमा हुनुहुन्थ्यो, अब बाहिर अब चाँडै नै उहाँ आउँदै हुनुहुन्छ। आदरणीय दिदी भीमा देवी हुनुहुन्छ र आज यो कार्यक्रममा एउटा कलाकारको नाताले नेपालबाट आएको एउटा गायक सङ्गीतकारको नाताले म सम्पूर्ण आदरणीय पत्रकार दाजुहरूलाई फेरि पनि एकचोटि अन्तिमचोटि स्वागत गर्दै यो कम्पनी किन खोलियो, यो कम्पनीको उद्देश्य के हो, भविष्यमा धेरै कम्पनीहरू खुले, अरू कम्पनीभन्दा यो कम्पनी के कारणले फरक छ, सबैले एउटै उद्देश्य राखिरहेका हुन्छन् र यो कम्पनीका क्राइटेरियाहरू के छन्, के क्षेत्रमा चाहिँ यो कम्पनीले काम गर्न सक्छ, यो कम्पनीको विषयमा र यो कम्पनीका उद्देश्यका विषयमा विशेष रूपले आज कम्पनी लन्च आफ्नो मुखारबिन्दुबाट चाहिँ कम्पनी लन्च भएको चाहिँ औपचारिक घोषणा गर्दै कम्पनीको बारेमा आफ्ना सार्वजनिक बनाएर राख्नुको लागि
यस अनश्री प्रोडक्सन एसके फाउन्डर ओनर नमस्कार। यहाँ पाल्नुभएका आदरणीय पत्रकार मित्रहरू, अनश्री प्रोडक्सन हङकङको इन्भिटेसनमा तपाईँहरू यहाँ आउनु भएकोमा र तपाईँहरूको अमूल्य समय मिलाएर उपस्थित भइदिनुकोमा म यहाँहरूलाई हृदयदेखि नै अनश्री प्रोडक्सनको टिमको तर्फबाट मोली धन्यवाद दिन चाहन्छु। जस्तो शिवराजीले भनिसक्नुभयो, मेरो नाम पीताम्बर गुरुङ हो। म अनश्री प्रोडक्सन हङकङको ओनर हो र म यहाँहरूलाई जानकारी सभाको उद्देश्यबारे भन्नुभन्दा पहिला अनश्री प्रोडक्सन हङकङको पहिलो प्रस्तुति ओन्ली युको श्रेष्ठहरूसँग चाहिँ मिलाउन चाहन्छु। जस्तो शिवराजीले अघि नै भनिसक्नुहुन्छ। अच्छा, गीतकार लिरिसिस्ट हुनुहुन्छ भीमा देवी गुरुङज्यू, सङ्गीतकार तथा गायक हाम्रो शिव परियारज्यू र अनश्री प्रोडक्सन हङकङ विगत 2 वर्षदेखि आफ्नो पहिलो प्रोजेक्टमा सक्रिय भई 15 नोभेम्बर 2012मा अफिसियली हङकङ बिजनेस रेजिस्ट्रेसन अर्डिनेन्स च्याप्टर 310 अन्तर्गत दर्ता भएको छ। अनश्री प्रोडक्सन हङकङको मुख्य उद्देश्य भन्नुपर्दा पहिलो नेपाली गीत साङ्गीतिकको उत्कृष्ट उत्पादन गर्नु हो। दोस्रो चाहिँ यस क्षेत्रमा सक्रिय कलाकार अनि टेक्निसियनहरूको उत्थानमा थोरै भए पनि एउटा टेवा पुर्याउनु हो र अनश्री प्रोडक्सन हङकङले नेपाली गीत साङ्गीतिक सम्बन्धित कार्यहरू गर्नेछौँ भविष्यमा। यस अन्तर्गत अडियो सिडी प्रोडक्सन, भिडियो सिडी प्रोडक्सन, स्टेज प्रोग्राम अनि नयाँ कलाकारहरूलाई चाहिँ मौका दिने इत्यादिहरू मुख्य हुनेछ। गत 2 वर्षदेखि अनश्री प्रोडक्सन हङकङले प्रड्युस गरेको ओन्ली यु मेरो साथी गीती एल्बम कम्प्लिट भई भोलिदेखि अर्थात् 23 दिसम्बर 2012देखि इन्टरनेसनल मार्केटमा लन्च गरिएको सहर जानकारी गराउन चाहन्छु। यस गीती एल्बम थपबारे जिज्ञासा भए म यहाँहरूलाई गीतकार भीमा देवी गुरुङज्यू र गायक तथा सङ्गीतकार शिव परियारज्यूसँग आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ। यति भन्दै म आफ्नो शब्द यहीँ अन्त गर्छु र क्वेसन आन्सरको लागि म फ्लोरमा तपाईँहरूलाई पास गर्न चाहन्छु। धन्यवाद। धन्यवाद सुल्तानलाई। विशेष गरेर कम्पनीकै फाउन्डर ओनरबाट चाहिँ आज अनश्री प्रोडक्सनको औपचारिक रूपमा हामीले उद्घाटन गरिसकेका छौँ, लन्च गरिसकेका छौँ। यसर्थ मेरो पनि हृदयदेखि नै अनश्री प्रोडक्सन र व्यक्तिगत रूपले आदरणीय पीताम्बर गुरुङ दाइलाई चाहिँ भविष्यमा नेपाली गीत सङ्गीतप्रति र नेपाली कलाकारप्रति चाहिँ सदैव वफादार रही व्यावसायिकतालाई पनि अक्षुण्ण राख्दै धेरै अग्लो सगरमाथाको शिखरमा उहाँको यात्रा चाहिँ पुग्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु। र आदरणीय दाइहरूले चाहिँ कम्पनीको विषयमा र कम्पनीको कार्यविधिका विषयमा चाहिँ उहाँसँग प्रश्न सोध्न सक्नुहुनेछ। अब म यो प्रश्न सोध्ने क्रमलाई अलिकति लम्ब्याउँदै उहाँले अघि नै पनि जाहेर गरिसक्नु भएको छ। अनश्री प्रोडक्सनको पहिलो साङ्गीतिक एल्बम ओन्ली यु मेरो साथी साङ्गीतिक एल्बम छ। त्यसको सङ्गीतकार म आफै छु र मैले अघि नै पनि जानकारी गराइसकेँ। यसमा म लगायत कर्मा शेर्पा, श्रेया सुताङ, निति पौलजीको स्वर छ। नेपाली गीत सङ्गीतमा एउटा ख्याति कमाइसकेका कलाकारहरू हुनुहुन्छ उहाँ। र यो शब्दलाई कसरी लेखियो, यति यो भावनालाई समेट्नका लागि कतिको कठिन भयो, वास्तवमा गीत सङ्गीतप्रतिको एउटा रहर भनेको कस्तो रहर हुन्छ, त्यो रहर कुण्ठित भइरहँदाको अवस्थामा भीमा देवी गुरुङले चाहिँ कस्तो खालको महसुस गर्नुभएको थियो। र आज भोलि विशेष गरेर मिस हङकङ नेपाल नामक चाहिँ
मिस हङकङ कार्यक्रममा चाहिँ यसको औपचारिक रूपमा विमोचन गर्ने कार्यक्रम हाम्रो रहेको छ र यो एल्बमको विषयमा थोरै आदरणीय पत्रकार दाइहरूलाई चाहिँ प्रश्नाइदिनुको लागि यस एल्बमकी स्रष्टा हन्सरी प्रोडक्सन एसकेद्वारा उत्पादन हुन लागेको पहिलो सिडी एल्बम साङ्गीतिक एल्बम ओन्ली यु मेरो साथीको विषयमा थोरै आफ्ना सार्वजनिक बनाइराख्ने गरेको मलाई गीतहरू यस हन्सरी प्रोडक्सनको पहिलो प्रस्तुति ओन्ली युको गीतहरू सबै कसरी लेखियो भनेर म थोरै तपाईँहरू जानकारी गराउन चाहन्छु। अब जिन्दगीमा मान्छेहरूलाई धेरै सुख दुःख सबै हुन्छन्, मैले पनि भोगेँ सुख दुःख सबै अनुभव गरेको छु। यो एल्बममा समावेश गरिएका गीतहरू चाहिँ कुनै मेरा आफ्ना पर्सनल भावनाहरू चाहिँ व्यक्त गरिएको गीतहरू छ, कुनै चाहिँ कुनै सिचुएसन लिएर त्यस्तो सिचुएसनमा कस्तो होला भनेर कसैको सुजमा आफूलाई उभ्याएर उनीहरूलाई चाहिँ कस्तो अनुभव होला भन्ने कुराहरू चाहिँ मैले कल्पना गरेर व्यक्त गरेको छु। मैले चाहिँ गीत लेख्नु चाहिँ सानैबाट शब्दहरू कोर्न चाहिँ सानैबाट प्राइमेरी स्कुलबाटै सुरु गरेको थिएँ, तर गीत एक्चुअलमा लेखेर गीत नोटबुकमा उतार्न चाहिँ 13-14 वर्षबाट सुरु गरेको हो। यही क्रममा थुप्रै गीतहरू लेखियो छन् मसँग, तर एउटा गीत रचिसकेपछि त्यसलाई चाहिँ राम्रो स्वर राम्रो सङ्गीतमा उनेर कसैलाई दुःख सुख परेको होइन उहाँहरूलाई चाहिँ पस्काउँदाखेरि चाहिँ उहाँहरूको दुःखमा अलिकति भए पनि मरम लगाउन सकिन्छ, उहाँहरूलाई चाहिँ अलिकति भए पनि मनमा शान्ति दिन सकिन्छ कि भन्ने आशा गरेर यो यही मेरो रचनाहरूमध्येमा जम्मा 6वटा गीतहरू चाहिँ चुनेर गीत यो सिडी तयार गरिएको छ। आशा छ यहाँहरूलाई अनि हाम्रो सम्पूर्ण नेपाली गीत सङ्गीत रुचाउने हाम्रा श्रोताहरूलाई चाहिँ उहाँले चाहिँ मन पराइदिनुहुनेछ भन्ने चाहिँ मेरो आशा छ। त्यही म सबैलाई भन्न चाहन्छु। आज अब यो नितान्त हेर्दाखेरि एकदमै अनौपचारिक लाग्दैछ, तर कतिपय कुराहरू चाहिँ हामी औपचारिक ढङ्गले अगाडि बढाउने कोसिस गरिरहेका छौँ। यो हन्सरी प्रोडक्सन एसके अब औपचारिक रूपमा लन्च भइसकेको छ इन्टरनेसनल मार्केटमा। अब यसले आफ्नो कार्यलाई चाहिँ आजको दिनबाटै सुचारू रूपले अगाडि बढाउनेछ र हन्सरी प्रोडक्सनबाट निक्लिन लागेको अब चाँडै नै निक्लिन लागेको पहिलो साङ्गीतिक कोसेली ओन्ली यु मेरो साथीको चाहिँ भोलि औपचारिक रूपमा मिस नेपाल कार्यक्रममा चाहिँ विमोचन हुँदैछ दिग्गज व्यक्तित्वबाट र हामीलाई जानकारीमा आएअनुसार हामीले यसलाई चाहिँ महावाणीज्यू आदरणीय सम्माननीय महावाणीज्यू त्यस्तै नेपालबाट पाल्नुभएको मिस नेपाल मालविका सुब्बाज्यू, त्यस्तै हङकङमा रहनुभएकी समाजसेवी व्यक्तिगत रूपले कलाकारलाई साथै माया गर्ने आदरणीय दिदी चन्द्रज्योति आर्य उहाँहरू तिनैजनाको हातबाट चाहिँ लोकार्पण गर्ने कार्यक्रम भएको छ। र अब म आदरणीय पत्रकार दाजुहरूलाई यो एल्बमको बारेमा यदि तपाईँहरूलाई हन्सरी प्रोडक्सन एसकेले निकाल्न लागेको एल्बमको बारेमा जिज्ञासा केही सोध्न चाहनुहुन्छ भनेदेखि म लिरिसिस्ट हुनुहुन्छ हिमादेवी गुरुङ र म गायक र सङ्गीतकार शिव परियार स्वयं छु र कम्पनीको विषयमा हजुरलाई केही जिज्ञासा छ भने हजुरहरूले औपचारिक रूपमा अनौपचारिक रूपमा हाम्रो आदरणीयलाई पितामहरुलाई सोध्न सक्नुहुन्छ। शिव परियार जस्तोको गीत यहाँ आएर विमोचन गर्नुभयो, कम्पनी खोल्नुभयो, यसको लागि त हाम्रो तर्फबाट हार्दिक शुभकामना छ। साथै एउटा कुरा के देखिएछ भने अब तपाईँ कम्पनी ओनर हुनुहुन्छ, लिरिक्स लेख्ने श्रीमती हुनुहुन्छ, पहिलो यसैमा मात्रै सीमित नहोस् भन्ने पनि हाम्रो चाहना छ र पछाडि गएर अब हङकङमा प्रोडक्सन गर्दाखेरि यहाँ पनि थुप्रो कलाकारहरू छन्, तपाईँहरूले कस्तो खालको गीतलाई चाहिँ प्राथमिकता दिनुहुन्छ? उहाँले भन्नुभयो पहिलादेखि नै लेखिआएको गीतहरू हुन्छन्, हामी हङकङमा बसेको पनि नेपालीहरूको कति व्यथा होला, कति खुसीहरू छन्, यस्तोलाई समेट्ने छ कि कस्तो खालको उद्देश्यको गीतहरू चाहिँ तपाईँहरूले पछि प्रोडक्सन गर्नुहुन्छ र अर्को प्रोजेक्टहरू के होला?
फर्स्ट होम प्रोडक्सन भयो यो ओन्ली यो चाहिँ। र मैले अघि नै भनिसकेँ कि हामीले चाहिँ नयाँ कलाकारलाई पनि हामी चाहिँ सम्पूर्ण रूपमा सहायता गर्नेछौँ र यसै एल्बमको मार्फत जस्तो भीमा देवी गुरुङजीको चाहिँ पहिला पारिवारिक भए पनि उहाँलाई चाहिँ हामीले चाहिँ एउटा ब्रेक दिएको हौँ। त्यसै लगायत मितु पल चाहिँ कमर्सियली उहाँ चाहिँ इस्टाब्लिस कलाकार होइन, तर पोखराबाट चाहिँ उहाँको चाहिँ धेरै नै साङ्गीतिक क्षेत्रमा धेरै नै अब उहाँले म्युजिक स्कुल पनि चलाउनुहुन्छ। उहाँलाई चाहिँ एउटा हामीले चाहिँ ब्रेक दिएको हौँ ताकि भविष्यमा उहाँलाई चाहिँ त्यस्तै साङ्गीतिक क्षेत्रमा चाहिँ कामहरू पाओस् भनेर चाहिँ एउटा बाटो खोल्ने चाहिँ कोसिस गरेको हौँ। र भविष्यमा जस्तो तपाईँले सोध्नुभयो थुप्रै गीतकारहरू छन्, सङ्गीतकारहरू छन् र पहिलो प्रोजेक्टमा चाहिँ अब जस्तो हामीले चाहिँ शिवप्रियाज्यूलाई चाहिँ लिएर काम गऱ्यौँ उहाँको, किनकि यो चाहिँ एउटा कमर्सियल हिसाबले मैले चाहिँ कम्पनी खोलेको हुँ ताकि हाम्रो कलाकारहरूलाई चाहिँ मैले फुल टाइम काम त दिनु सक्दैन, तर एउटा सानो प्रोजेक्टको मार्फत उहाँहरू चाहिँ केही सहायता हुन्छ भने कुनै कलाकारलाई यो कम्पनीको बाटो मार्केटमा ल्यायो भने चाहिँ उहाँहरूले चाहिँ अझै काम पाउनुहुन्छ कि भोलि भविष्यमा भन्ने चाहिँ एउटा सोच मात्रै हो मेरो यो चाहिँ। त्यही भएर हङकङमा जुन कलाकारहरू जुन गीतकारहरू छन् उहाँहरूलाई चाहिँ पनि म यो कम्पनीमा चाहिँ चान्स दिन्छु। तर अहिलेको स्थितिमा चाहिँ यो फर्स्ट प्रोजेक्ट लगभग 2 वर्षै लाग्यो, पहिलो अनुभव हो यो पनि मेरो। र भविष्यमा सालमा कम्ती भनेको एउटा या दुईटा एटलिस्ट अडियो सिडी चाहिँ मार्केटमा चाहिँ अन्श्री प्रोडक्सनको थ्रु चाहिँ आउनेछ। कति 2 वर्ष भयो भने यो प्रोडक्सन गरेको, तर अन्श्री प्रोडक्सनको चाहिँ 2 वर्ष पछाडि आज चाहिँ यसको लन्च, हजुर पहिलो आफ्नो एल्बम आउट गर्दै लन्च गर्नुभयो भनेपछि आज चाहिँ यो कम्पनी लन्च भयो, भोलि चाहिँ एल्बम लन्च। यो 2 वर्षमा नै लागेको यो तपाईँले यो बनाउनु के छ? शिव परेल जो चाहिँ यहाँ हङकङमा आउनुभयो, उहाँको साङ्गीतिक साधना अनि उहाँको पर्फर्मेन्सहरू चाहिँ मैले चाहिँ युट्युबको द्वारा कम्प्युटरद्वारा मान्छे सिडीको द्वारा चाहिँ उहाँलाई चाहिँ मैले निकै हेरिसकेको थिएँ। तर यहाँ अब हङकङबाट उहाँ गएर नेपाल गएर उहाँलाई भेट्नु चाहिँ सम्भव भएन, तर उहाँ चाहिँ यहाँ आउनुभएको बेलामा चाहिँ मैले चाहिँ उहाँलाई चाहिँ यो प्रोजेक्टको प्रपोजल राखेँ। अनि उहाँले चाहिँ पहिला चाहिँ गीतकारको चाहिँ गीत हेर्छु भने उहाँले चाहिँ गीत हेर्दाखेरि उहाँलाई चाहिँ जुन गीतहरू मन परेर चाहिँ यो प्रोजेक्ट एक्सेप्ट गर्नुभयो, त्यसको लागि म धेरै धेरै धन्यवाद छु। र उहाँले सम्पूर्ण म्युजिक यो एल्बमको लागि चाहिँ उहाँले आफूले नै दिनुभएको। र भविष्यमा शिव परेल मात्रै होइन अरू कलाकारलाई पनि म चान्स दिन्छु, तर काबिलियत साधना भन्ने कुरो क्वालिटी भन्ने कुरो चाहिँ एउटा कलाकारमा चाहिँ हुनु पर्यो। अन्श्रीको मिनिङ चाहिँ के हो? हजुर त्यो अलिकति स्पष्ट पार्नुहोस् न। मेरो ठुलो छोरीको नाम चाहिँ अनुभा गुरुङ, सानो छोरीको नाम चाहिँ श्रीषा गुरुङ। हजुर दुईवटा छोरीको, एउटा छोरीको चाहिँ 2टा अक्षर, ठुलो छोरीको 2टा अक्षर, सानो छोरीको चाहिँ 4वटा अक्षर मिला चाहिँ अन्श्री प्रोडक्सन हङकङ चाहिँ मैले राखेको। अनुभा भन्नुभयो? हजुर अनुभा गुरुङ र श्रीषा गुरुङ। त्यो सँगसँगै अर्को क्या यो अङ्ग्रेजी र नेपाली ओन्ली यो र मेरो साथी कम्बिनेसन उयो देखियो हो, यो चाहिँ अब एउटा मार्केटिङ के भन्छ एउटा समथिङ रङ भयो या एकदमै राम्रो भयो भने मान्छेले चाहिँ ध्यान दिनुहुन्छ, त्यो हिसाबले चाहिँ यो नाम राखेको हो। अब ओन्ली यो चाहिँ अब अङ्ग्रेजीमा भयो, अब त्यो चाहिँ ओन्ली यो भनेको चाहिँ अब एउटा बोयफ्रेन्ड पनि हुनसक्छ, गर्लफ्रेन्ड पनि हुनसक्छ। त्यसै अब ओन्ली यो भने एउटा अब श्रीमान श्रीमतीको बिचको अब एउटा सम्बन्ध पनि हुनसक्छ। अनि मेरो साथी भनेको चाहिँ त्यही अब नेपालीमा अब हेऱ्यो भने मेरो साथी पनि त्यही अर्थ हो, गर्लफ्रेन्ड बोयफ्रेन्ड अब श्रीमान श्रीमती, त्यही हिसाबले चाहिँ यो
अङ्ग्रेजी र नेपालीमा चाहिँ अलिकति फरक देखिन्छ, तर मेरो हिसाबले चाहिँ हाम्रो टिमको हिसाबले चाहिँ यो नाम राखेको चाहिँ एउटा सार्थक लाग्छ। एल्बमको गीतको अनुसार चाहिँ अब तपाईँहरूलाई भोलि मार्केटमा गीत आएपछि यस विषयमा चाहिँ अलिकति थाहा पाउनुहुन्छ होला कि ओन्ली यु र मेरो साथी चाहिँ नाम कसरी आयो होला। यो विषयमा थोरै म जोड्न चाहन्छु। नेपालमा रहेर यसको डिजाइनको लागि चाहिँ प्रत्यक्ष रूपमा सम्पूर्ण प्रोजेक्टको अहिले फाइनल काममा चाहिँ प्रत्यक्ष रूपमा सहभागी छु होइन। यो शब्दलाई सङ्गीत भन्नेदेखि लिएर अरेन्जर छान्नेदेखि लिएर अरेन्जरलाई फलो गर्नेदेखि लिएर रेकर्डिङ मिक्सिङ सम्पूर्ण कामहरूमा चाहिँ म प्रत्यक्ष रूपमा खटेको भएर उहाँहरूले मलाई धेरै नामहरू चाहिँ सजेस्ट गर्नुभएको थियो र मलाई चाहिँ ओन्ली यु भन्ने नाम चाहिँ असाध्यै प्रिय लाग्यो। ओन्ली यु भन्ने नामलाई हामी कसरी हेर्न सक्छौँ भनेदेखि ओन्ली यु भनेको आफूलाई माया गर्ने, आफूलाई संरक्षण गर्ने, आफूलाई प्रोटेक्ट गर्ने र आफूलाई अत्यन्त भावनात्मक हिसाबले सम्मान गर्ने एउटा यस्तो व्यक्ति जो चाहिँ अब दाइले अघि बोयफ्रेन्ड गर्लफ्रेन्ड भन्नुभयो, वास्तवमा श्रीमान श्रीमती बोयफ्रेन्ड गर्लफ्रेन्डमा अत्यधिक धेरै माया हुन्छ। तर यसको अर्थ चाहिँ त्यति मात्रै भित्र नभएर ओन्ली यु भनेको कसैको लागि आमा हुनसक्छ होइन, कसैको लागि बा हुनसक्छ, कसैको लागि साथी हुनसक्छ, कसैको लागि श्रीमान हुनसक्छ, कसैको लागि श्रीमती हुनसक्छ, कसैको लागि गर्लफ्रेन्ड हुनसक्छ होइन। यो सबै किसिमको एउटा यस्तो व्यक्ति भन्न खोजेको जसले चाहिँ धेरै माया गर्छ, धेरै सपोर्ट गर्छ भन्ने अर्थमा हामीले यो ओन्ली यु राखेको हो। अनि अर्को त्यो सँगसँगै जस्तो कम्पनीको चाहिँ तपाईँले बिजनेस रेजिस्टर हो। हजुर। अनि यो सँगसँगै नि जस्तो बजारमा लाँदाखेरि कपिराइट हुन्छ नि, हजुर, त्यसको बारेमा चाहिँ के सोच्नुभयो? यसको लागि चाहिँ मैले हङकङमा एउटा हाई एनर्जी टेक्नोलोजी लिमिटेड भन्ने कम्पनीसित चाहिँ सेल्स कन्ट्र्याक्ट गरेको छु। यो चाहिँ हाम्रो सेल्स कन्ट्र्याक्ट हो उहाँको चाहिँ हाई एनर्जी टेक्नोलोजी लिमिटेड। अनि मैले उहाँलाई चाहिँ एउटा कस्टमर कपिराइट सर्टिफिकेसन अनि लाइसेन्सिङ राइट चाहिँ मैले उहाँलाई दिएको छु 10 वर्षको लागि चाहिँ। कस्टमर के भन्नु? कस्टमर्स कपिराइट सर्टिफिकेसन एन्ड लाइसेन्सिङ राइट्स एन्ड इन्डेम्निफिकेसन भनेको चाहिँ जति पनि अब मैले हङकङबाट यो अहिले फर्स्ट प्रोजेक्ट चाहिँ मैले चाहिँ अब कम्पनी हङकङ भएर चाहिँ मैले हङकङबाट चाहिँ जम्मै प्रड्युस गरेको छु इन्टरनेसनल मार्केटको लागि चाहिँ। अनि यसको लागि चाहिँ मैले यो कम्पनीलाई चाहिँ 10 वर्षसम्मको चाहिँ एउटा कन्ट्र्याक्ट दिएको छ कि यो प्रोजेक्ट सम्बन्धी जति पनि मैले अब बनायो भने चाहिँ मैले उसलाई नै मात्रै दिनुपर्छ प्रोडक्सनको लागि चाहिँ। अरू कोही कम्पनीले चाहिँ मैले चाहिँ हामी दुईजनाको बिचमा चाहिँ यस्तो एग्रिमेन्ट छ कि यो ओन्ली यो चाहिँ हामी दुईजनाको बिचमा चाहिँ 10 सालको लागि चाहिँ बाँधिएको छ। यसमा चाहिँ अब सिडीको क्वालिटी प्रिन्टिङ सबै कुरो चाहिँ अब यो सिडीको क्वालिटी चाहिँ यो सिडी भयो। अनि यो चाहिँ किन ओरिजिनल छ भन्दाखेरि चाहिँ कपिराइट गर्दाखेरि चाहिँ मैले कपिराइट या कुनै मान्छेले चाहिँ यो सिडी कपी गर्छ भने चाहिँ मैले केस लगाउन सक्छु, दुनियाँको कुनै कुनामा पनि मैले केस लगाउन सक्छु। तर यो सिडीमा चाहिँ क्लियरली यहाँ चाहिँ अब लेखेको छ मेड इन हङकङ। त्यो बाहेक यहाँभित्र चाहिँ मैले चाहिँ ओन्ली यु मेड इन हङकङ अनि एउटा बारकोड दिएको छ यो सिडीमा। भोलि मार्केटमा नेपाल बाहेक नेपालमा चाहिँ हामीले चाहिँ मार्केटिङ र सबै ऊ चाहिँ हाम्रो जिनियस डिजिटल म्युजिक प्राइभेट लिमिटेडले चाहिँ राइट दिएको छ नेपालको मात्रै, र सबै इन्टरनेसनल मार्केटमा चाहिँ मैले आफ्नो राइट राखेको छु। र भोलि मार्केटमा सेम यस्तै कपी चाहे हङकङ हो, चाहे युके हो, चाहे अमेरिका हो, कोरिया, जापान पत्ता लगायो भने चाहिँ मैले चाहिँ त्यो कपिराइट कानुनको धारा जो पनि छ त्यसमा चाहिँ म उहाँलाई चाहिँ एउटा सम्मान बढाउन सक्छु। शिव परियार त अब क्लासिकल म्युजिकको लागि चर्चित हुनुहुन्छ होइन, तपाईँले चाहिँ यो एल्बममा चाहिँ कस्तो खालको कुन जनराको गीतहरू चाहिँ मिक्स गर्नुभयो पहिलो भयो होइन। अनि अब नेपालमा पनि धेरै सिङ्गरहरू हुनुहुन्छ नि होइन, नेपाली सिङ्गर आर्टिस्टहरूलाई चाहिँ चान्स नदिएर तपाईँले बाहिर कमर्सियल ठाउँमा युएसमा हुनुहुन्थ्यो होइन, अरू अब विभिन्न ठाउँमा हुनुहुन्छ, डिस्ट्रिब्युट हुन्छ, विभिन्न ठाउँमा रेकर्ड गराउनु तपाईँलाई झन्डै धेरै हुनसक्छ होइन। नेपालमा पनि राम्रो राम्रो अब कलाकारहरू आर्टिस्टहरू
उनीहरूलाई किन चान्स नदिएर चाहिँ बाहिर गएको होइन। अनि अर्को क्वेसन चाहिँ के छ भने अब अहिलेको जमाना त सुन्ने मात्रै होइन हेर्नेको जमाना छ होइन। म्युजिक भिडियो त अब डेफिनेटली बनाउनु नै हुन्छ होला होइन। त्यसको लागि चाहिँ हामी नेपालमा बनाउनुहुन्छ कि अब त्यो पनि अब नेपालमै दिनुहुन्छ कि अब हाम्रोमा पनि अब प्रोडक्सन हाउसहरू छ होइन, राम्रो राम्रोहरू छ। त्यसको लागि चाहिँ के सोच्नुहुन्छ? पर्सनली म तपाईँको त्यो म्युजिक भिडियोको बारेमा भनिहाल्छु। म्युजिक भिडियोको बारेमा चाहिँ पक्कै पनि हुनेछ, 1 या 2 गानासम्म हुनेछ। अनि यहाँ हङकङमा पनि प्रोडक्सन कम्पनीहरू हुनुहुन्छ भाइहरू भनेर मलाई थाहा छ, उहाँले अप्रोच पनि गर्नुभएको छ मलाई। यो विषयमा चाहिँ हामीले विचार गर्दैछौँ। अब हाम्रो हङकङमै हुनुभएका डिरेक्टरहरू कलाकारहरूलाई चाहिँ एउटा चान्स दिन पनि सकिन्छ, तर उहाँहरूको काम हेरेर अनि हाम्रो गीतहरूसँग चाहिँ उहाँहरूको कामहरू चाहिँ हुँदैन, त्यो चाहिँ गर्नु सकिन्छ। हामी विचार छ हाम्रो चाहिँ, तर कन्फर्म भइसकेको छैन। हामी चाहिँ भिडियो बनाउने कन्फर्म भएपछि रिलिज हुँदैन। अब यो विषयमा थोरै जोड्न चाहन्छु। 1-2वटा क्वेसन चाहिँ मलाई सोध्नु, मैले जवाब दिनुपर्ने हो, यतातिर प्रहार भयो। यो विषयलाई म स्पष्ट पार्न चाहन्छु। वास्तवमा तपाईँले सही भन्नुभयो। म विगत 13 वर्षदेखि वेस्टर्न क्लासिकल म्युजिकको स्टडीमा चाहिँ अहिले निरन्तर लागिरहेको छु। मैले वेस्टर्न क्लासिकल म्युजिकमा BA सम्मको अध्ययन सकाएँ। अहिले म MA पढ्दैछु होइन। र नेपाली सङ्गीतमा आउनुभन्दा पहिला चाहिँ शिव परियार भन्ने मान्छे चाहिँ शास्त्रीय सङ्गीतका धुरन्धर विद्वानहरूमा चाहिँ एउटा यङ क्लासिकल पर्फर्मर र विशुद्ध शास्त्र गाउन सक्ने एउटा यङ क्लासिकल सिङ्गरको पर्फर्मरको रूपमा चाहिँ परिचित थियो। र पछि आफूलाई चाहिँ एउटा सडकमा हिँड्ने एउटा सामान्य जनताले पनि शिव परियारको नाम थाहा पाउनुपर्छ भन्ने उद्देश्य अनुरूप चाहिँ त्यो क्लासिकल चिजलाई चाहिँ नेपाली सङ्गीतमा प्रयोग गरेर नेपाली सङ्गीतको एउटा नयाँ बाटो बनाउने सोच अनुरूप मैले साङ्गीतिक सिर्जनाहरू सुरु गरेको। र नेपाली सङ्गीतमा मेरो आफ्नो एउटा स्पष्ट दृष्टिकोण छ। तपाईँहरूले मेरो गीत सङ्गीतहरूलाई नर्मली सरस्वती सुन्नुभयो भनेदेखि जस्तो अलिकति नजर तिम्रो झुकाएर आओ, पागल बनायो पुगे, क्या दामी हो, नेपाली चलचित्र 22 नम्बर सेक्सनको रितो रितो सुन्न सङ्गीत हुँदैछ तिम्रो यादमा होइन, धेरैचोटि मरेमा त कहाँ थियो तिमी रङ्गमञ्च पछि आयो, त्यो अतालमा सानी लगायतका यी सम्पूर्ण गीतहरूको उद्देश्य के हो भने नेपाली सङ्गीतमा एउटा नयाँ बाटो पस्किने एउटा सोच हो। र मैले मेरो बेस, मेरो अध्ययन, मेरो साधनाको क्षेत्र क्लासिकल भए पनि म एउटा यङ नेपालको एउटा युवा गायक हो। र युवा गायकको हैसियतले मैले अहिले वर्ल्डमा कस्तो खालको टेक्नोलोजी विस्तार भइरहेछ, त्यसले नेपाली सङ्गीतमा कस्तो खालको असर पारिरहेको छ र उनीहरूको टेक्नोलोजी उनीहरूको म्युजिकसँग कम्पिट गर्न सक्ने खालको क्वालिटी दिनलाई हामीले कस्तो कुरालाई चाहिँ इम्प्लिमेन्ट गरेर मर्ज गरेर कस्तो किसिमको क्रिएसन र त्यसमा प्रयुक्त हुने खालको अरेन्जमेन्टलाई चाहिँ राखेर काम गर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले अध्ययन गरेर मैले काम गरेको छु होइन। र त्यस हिसाबले सम्पूर्ण यहाँ उपस्थित आदरणीय पत्रकार दाइहरूलाई चाहिँ म के स्पष्ट गराउन चाहन्छु भनेदेखि हामीले यो एल्बममा अब सिङ्गिङको हिसाबले, कम्पोजको हिसाबले शिव परियार क्लासिकल सिङ्गर हो। अभियसली क्लासिकल पढेको मान्छेले, क्लासिकल साधना गरेको मान्छेले चाहिँ गाउने कुरा क्लासिकल नै आउँछ, तर अन्य वेबाट, अरेन्जमेन्टको वेबाट, अब म्युजिकल एटिट्युडको वेबाट होइन, अन्य एप्लिकेसनको वेबाट चाहिँ हामीले यसमा लोक आधुनिक शैलीको गीतलाई पनि राखेका छौँ, थोरै ज्याज शैलीको गीतलाई पनि राखेका छौँ होइन, पप भर्सनको गीतलाई पनि राखेका छौँ। अहिले सुफी जसको मुखमा पनि सुफी छ, जो पनि भर्खर आएर गीत गाउने पनि सुफ्ने भन्छन्, 20औं वर्षदेखि गाइरहने पनि सुफ्ने भन्ने एउटा नेपालमा एउटा एक खालको त्यो के भन्छ एकदमै बाढी आएको छ। त्यो हिसाबले अब त सुफिजमलाई पनि प्रयोग गरेको छौँ होइन। सबै किसिमको म्युजिकलाई चाहिँ हामीले प्रयोग गरेको छौँ र यसको भिडियो चाहिँ हामीले चाहिँ यसको औपचारिक विमोचन भएर एल्बम मार्केटमा आइसके पछाडि मात्रै यसको भिडियो गर्ने भन्ने हाम्रो आपसी सहमतिको कारणले गर्दाखेरि अब म नेपाल फर्केर गएर यसको पहिलो भिडियो चाहिँ नेपालमै निर्माण गर्ने सोच बनाएको छु, किनभने काम गर्नको लागि सहजताको पनि वातावरण खोज्नुपर्छ होइन। अब फेरि पनि आज तपाईँहरू यसरी यो अनश्री प्रोडक्सन एसकेको यसरी नेपालबाट आएर अनश्री प्रोडक्सनको बारेमा बारम्बार बोल्दाखेरि शिव परियार आफै पनि अनश्री प्रोडक्सनसँग केही छ कि भन्ने तपाईँलाई जिज्ञासा लाग्न सक्छ। वास्तवमा अनश्री प्रोडक्सनसँग म आफै पनि बिस्तारै भविष्यमा एड्रेस भएर काम गर्नेछु, हाम्रो त्यो विषयमा पनि छलफल भइरहेको छ होइन। र भविष्यमा व्यक्तिगत रूपमा म अनश्री प्रोडक्सनमा भए पनि नभए पनि
अनसिल प्रोडक्सनले गरेका हरेक साङ्गीतिक गतिविधिहरूमा चाहिँ प्रत्यक्ष रूपमा अथवा अप्रत्यक्ष रूपमा मेरो सहयोग भइरहनेछ र आज यो अनसिल प्रोडक्सनको कम्पनी लन्चको विषयमा तपाईँहरू सम्माननीय आदरणीय पत्रकार दाजुहरू उपस्थित भइदिनु भयो। अब यस विषयमा चाहिँ म गायक र सङ्गीतकारको तर्फबाट हाम्रो ओन्ली युको तर्फबाट चाहिँ म अहिलेदेखि नै हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद व्यक्त गर्दछु। भविष्यमा पनि तपाईँहरूको नेपाली सङ्गीत, नेपाली कला, नेपाली संस्कृति र नेपाली कलाकारप्रतिको अपार माया चाहिँ सदैव कायम रहिरहने विश्वास नै व्यक्त गर्दै र आजको यो औपचारिक कार्यक्रमलाई चाहिँ अध्यक्षज्यूकै बहालीबाट चाहिँ घोषणासहित धन्यवाद भाइ। यहाँ सबै हङकङका पत्रकार बन्धुहरू आइदिनुकोमा म धेरै धेरै धन्यवाद छु र अनश्री प्रोडक्सन हङकङ ब्यानर मुनि भविष्यमा पनि यस्तै राम्रो उत्कृष्ट गीतकार सङ्गीतकारहरूको गीत र रचनालाई म मार्केटमा ल्याउने प्रमिस गर्छु र आशा छ यो पहिलो प्रस्तुति ओन्ली यु सबै नेपाली जनतालाई चाहिँ मन पराओस् र त्यति भन्दामा म आजको यो सभा यहीँ विषय गर्न चाहन्छु। धन्यवाद।